सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ रितु सुवर्णकार हो। म कक्षा 7 मा पढ्छु। म बस्ने ठाउँको नाम चाहिँ लम्जु। मेरो हाल चाहिँ कालीमाटीमै हो। हाम्रो कालीमाटी बजार चाहिँ यस्तो छ, उतापट्टि छ, त्यतै हो। अनि हाम्रो आपको बोर्ड चाहिँ यही छ। हाम्रो घर नि यही छ। यही हो हाम्रो घर चाहिँ। हामी त अनि दिदीहरू नि उता हिँड्दै हुनुहुन्छ बाटोमा, तल घर जानुहुन्छ। हाम्रो चाहिँ उतो मामा घर हो त्यो। अनि यहाँ मकै बारी छ, मकैहरू सुकेछ। अनि यहाँ चाहिँ त्यस्तै हरियै छ। अनि हाम्रो यहाँ फुल फुलेछ। तल घरमा नि आपको बोर्ड छ। हाम्रो घरमा मात्रै होइन, यहाँ हाम्रो घरतिरको सबै तिनटै घरमा लगातारै आपको बोर्ड छ, तिनटै। अनि लिचीको बोट नि थियो। लिची तर हामीले खाएर भ्याइसक्यौँ। अनि हाम्रो कालीमाटी बजारहरू चाहिँ उयो यतातिर छ। यता अहिले त म 300 मा। हाम्रो घर चाहिँ अलि रोड नजिकै छ। अनि म चाहिँ ठुलो भाइ त्यही तल घरको मामा घर। म चाहिँ त्यसलाई के गर्दैछ भनेर के गरेर बसेछ भनेर हेर्न जानु। बाबु बाबु के रहेछ भनेर हेर्न होइन। म त घरमै बसिरहेको थिएँ भाइ। अब नआउने हो। श्याम फुलेर अब नआउने हो। ऊ भाइ चाहिँ यहीँ बसिरहन्छ। बुवा र अनि भाइ चाहिँ त्यहाँ टिभी हेरेर बसिरहेको। अनि भाइहरू चाहिँ यहीँ टिभी हेर्दै बसिरहेछ नि। टिभी बुवासँग टिभी हेर्छ बसिरहनु। त भाइ चाहिँ कुनामा बाबु क्यारेर बस्यो त नि तिमीलाई? भुतली डर लाग्दैन त? हो र? किन हेरेर मन लाग्यो त? तिम्रो नाम के हो भन्देऊ नि त? तिमी कति कक्षामा पढ्छौ अरे? 1 होला नि। रितेश सुनार भन्नु न। अनि तिमी पढ्ने स्कुलको नाम के हो अरे? भाइले चाहिँ झुकेर माई नेम इज रितु के अरे भुपु लोटस मन्टेश्वरी स्कुल भन्न लाग्छ। अनि फेरि अर्कोचोटि चाहिँ माई स्कुल नेम इज भुपु लोटस मन्टेश्वरी भने फेरि लास्टमा कता बिर्सेको त। अनि तिम्रो भाइको नाम चाहिँ के हो त नि? तिम्रो ब्रदरको नाम चाहिँ? My brother name is Rajan. अनि सिस्टर? My sister name is Ritu. अनि फादर? My father name is Jitudha. अनि मदर? My mother name is Sarmila. उसलाई चाहिँ त्यति सोधेर भन्यो। आऊ जाम घर हिँड नुहाउन जाने अरे घरमा। आऊ जाऊ आऊ छिटो। अहिले अहिले हेर्न आउनु के जाऊ। आऊ आऊ छिटो आऊ भनेको। मैले चाहिँ बोलेर भाइले लिएर गएँ। हजुर हस् म चाहिँ भाइले लिएर अगाडि गएको भाइ।
यहाँ चाहिँ कस्तो राम्रोसँग घिर्याङ्ग फरेको हेर्न कत्रो कत्रो जस्तो फुल्ली फुले घिर्याङ्लाको अनि बसेको छ हाम्रो कालिम्पोङ बजारहरू कस्तो लाग्यो हजुरहरूलाई सबैजनाले कमेन्टमा भनिदिनु होला।